हेलो साथीहरू, हामी चाहिँ बिहानै उठेर बाको खोज्न गएको अङ्कल आन्टीहरूसँग। अनि जाने बेलामा जङ्गल आएर अनि हामी यस्तै बाको खोज्दा भेटिन। अनि अलि माथितिर गएको त भिड रहेछ। अनि भिडमा फेरि यो हिँड्न नसकेर आन्टीहरू चाहिँ यस्तरी हिँड्नु कि कोही मान्छे तल पुगिसके, कोही भने फेरि माथि नै छौँ कि हामीहरू यस्तो भिड छ कि एउटा ढुङ्गा लिर्क्यो भने त तल रहेछ। त्यो माथिको मान्छे चाहिँ राम्रोसँग हिँड्न पर्थ्यो कि ढुङ्गा नगुल्टाएर तलको मान्छेलाई लागिहाल्थ्यो कि फेरि गुल्ट्यो भने। अनि दुईवटा आन्टी चाहिँ उतापट्टिबाट हिँड्नु कि यस्तरी हिँड्नु कि नसकेर ढेलले घिसार्दै चिउकेर आन्टी फेरि यस्तो गाह्रो थियो कि भरे बाको खाना नि सजिलो त रहेनछ। कोही तल पुगिसक्यो, कोही भने यहीँ माथि फेटी हिँड्न नसकेर यस्तो बिजोग थियो कि हेर्न भिड यस्तो थियो माथितिर। अनि हामी खोजेर आयौँ, ढौ भयो अनि बस्यौँ, टाटा खायौँ। अनि टाटा खै कहाँबाट लिएर आउनु मिल्छ। अनि फोरेर पालो खानलाई हामी एउटा आन्टी यहाँ फोर्दै हुनुहुन्छ, एउटा आन्टी फेरि कहाँ फोर्न आउनु भएको। यस्तरी फ्याँक्न लाग्नुहुन्छ, फ्याँक्दा त्यो चिप लिएर अनि यस्तरी उछितिर आफ्नो खुट्टामै लाग्यो कि मिल्नुभयो बिचरा। हामी चाहिँ बाको टिपेर घरतिर फर्किने बेला हामी यस्तरी हिँड्थ्यौँ। भोक लागेको थियो कि हामी फेरि भोक लागेर बेसको नि बोल्नै नसक्यौँ कि अलिअलि गुनगुन गर्नुभएको थियो पुरा। मलाई त झन् लास्टै रिस उठ्दै थियो भोक लागेर खान नपाएर। अनि हामी बाको घर आएर यस्तरी बिसनेर सुकायौँ। यति नै हो साथीहरू।